हेलो गाइज वेलकम ब्याक टु माई भिडियो र आज हामी खेल्दैछौँ रुलेट हरर। यो गेममा चाहिँ हामीसँग एउटा हरर मास्क लगाएर बसिरहेको मान्छे हुन्छ, मान्छे हो कि को हो पनि थाहा छैन। अनि हामीले चाहिँ त्योसँग एउटा सर्ट गनको हेल्पले गेम्सहरू खेल्नुपर्छ। गेम मतलब 3वटा लेभल हुन्छ, लेभल 1 2 3। अनि हामीले चाहिँ धेरै सामानहरू पाउँछौँ, जस्तो म्याग्निफाइङ ग्लास होइन, अनि चाहिँ के चेन्ज गर्ने हो तिनीहरू सबैले चाहिँ हामीले आएपछि त्यो गनको भित्रको जुन त्यो लाइफ सर्ट अनि एम्प्टी सर्ट भन्ने हुन्छ, हामीलाई त्यहाँ भने हुन्छ अगाडि नै कतिवटा छ लाइफ सर्ट अनि कतिवटा एम्प्टी भनेर। अनि त्यसैको हिसाबले हामीले आएपछि त्यो उसलाई मार्नुपर्ने हुन्छ हाम्रो अपोनेन्टलाई। अरू त त्यस्तो हार्ड पनि छैन यो गेम पनि बुझ्नलाई, खेल्दै गर्दा बुझिन्छ। सो विदाउट एनी डिले लेट्स स्टार्ट आवर गेम। ल हामी त आफ्नो गेममा आइसक्यौँ, हेर्न सक्नुहुन्छ म्युजिक बजिरहेको छ धेरै नै। ओह यही अगाडिको मान्छे हो अनि हामीसँग 3 लेभल छ 1 2 3। अनि अगाडि सर्ट गन ओके 3 लाइभ अनि 3 ब्ल्याङ्क हेर्न सक्नुहुन्छ जसले के अगाडिको मान्छेलाई अब हामीले मार्नुपर्ने हो। यसले पनि सर्ट हान्यो। अब हामीसँग सामान आयो होइन। ओके सामान कसरी लिन्छ फेरि? ओके हामीसँग हेर्न सक्छ एउटा म्याग्निफाइङ ग्लास आएको छ, अर्को नि ह्यान्डकफ जस्तो आएको छ, अनि अर्को चाहिँ के हो ड्रिङ्क। मलाई पनि त्यस्तो थाहा छैन धेरै सामानहरूको बारेमा, बट मलाई यो चाहिँ थाहा छ कि म्याग्निफाइङ ग्लासलाई चाहिँ हामीले हेल्पले थाहा हुन्छ त्यहाँभित्र कुन सर्ट छ भनेर। ओके रेड मिन्स लाइफ सर्ट, हामीसँग लाइफ सर्ट छ। सो हामी यही हाम्रो अपोनेन्टलाई हानौँ। कसरी ल हातमा लियौँ ल अनि हानौँ यो मान्छेलाई। त्यो मरिसक्यो हेर्न सक्छ, त्यसको एउटा लाइफ पनि गइसक्यो 3बाट 2 थियो, 2बाट 1 भयो। अब त्यसले हामीले हानिसक्यो लाइसक्यो हामीले। ओके हेर्नु जुनमा लाइफ थियो त्यसले त्यो आफैमा हान्यो, सो यसको 1 लाइफ पनि गयो। सो लेभल 2 फर्स्ट लेभल चाहिँ हामीले जित्यौँ। ओके 3 लाइफ एन्ड 2 ब्ल्याङ्क। ओके 3 लाइफ 2 ब्ल्याङ्क 3 लाइफ 2 ब्ल्याङ्क। सामानहरू लिइहालौँ। एउटा यो छ, अर्को पम्पकिन अनि ह्यान्डकफ अनि सिगरेटले चाहिँ हामीलाई के हेल्प गर्छ भने यसले चाहिँ हाम्रो एउटा लाइफ बढाउँछ, बट इन रियल लाइफ चाहिँ यसले घटाउँछ, बट गेममा चाहिँ बढाउँदो रहेछ एनिवेज। अनि यो पम्पकिनले चाहिँ के गर्छ? पम्पकिन डिस्ट्रोइज ऱ्यान्डम आइटम। ओके यसले चाहिँ हाम्रो अपोनेन्टको आइटमलाई एउटा डिस्ट्रोय गर्दो रहेछ, यसलाई पनि युज गरिदिनु हो। के डिस्ट्रोय गर्यो? त्यसको एउटा पम्पकिनले डिस्ट्रोय गरेछ। के नट ब्याड, ठिकै हो पनि, हामीले राम्रै पाछौँ सबै। ओके अब यसलाई त्यो लगाइदिउँ, ह्यान्डकफ लगाइदिउँ यसलाई। ओके अब यसलाई नै हानौँ। लेट्स लक ल सुरु नै आयो। अब अर्को पालि पनि हाम्रै हो, एउटा घट्यो मिस्टर टर्न। ओके यसको एउटा टर्न गइसक्यो अब। एन्ड आई रियली होप कि यो त्यही मान्छेबाट लाओस् लाइफ सर्ट प्लिज प्लिज। सेट हाम्रो त्यही एम्प्टी सर्ट निक्ल्यो, सो त्यो मान्छे त्यही बाँच्यो। अब त्यो मान्छेसँग अगाडि सिगरेट पनि छ, सो उसले चाहिँ आफ्नो एउटा लाइफ इन्क्रिज गर्न सक्छ। ओके अब उसको टर्नमा अब उसले के गर्छ भन्ने कुरा थाहा छैन। ओके सिगरेट खायो फर्स्टमा त, अब आई थिङ्क सो के गर्छ होला यो पछि यसले। योसँग अर्को कुन आइटम हो त्यो अगाडिको? त्यो पोल्यारिटी चेन्ज। फाइनली थ्याङ्क गड हाम्रोमा चाहिँ यसले गरेछ, बट हाम्रोमा एम्प्टी सर्ट आयो। ओके अब अर्को टर्न मेरै हो। 2 ब्ल्याङ्क थियो होइन, 2 ब्ल्याङ्क 3 लाइभ होइन। सो आई थिङ्क सबै लाइभ नै हुन्छ होला। सो लेट्स ट्राई। ओके लाइभै निक्ल्यो, त्यसको एउटा अझै लाइफ घटिसक्यो न। हामी पनि मऱ्यौँ। ओके 2 लाइफ एन्ड 2 ब्ल्याङ्क 2 2। ओके आई होप अब हामीलाई सामान चाहिँ राम्रो राम्रो नै आउँछ। जस्ट 1 म्याग्निफाइङ ग्लास चाहिँ आयो हुन्थ्यो। ओके 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 आयो, सिगरेट पनि आयो अनि फर्स्ट एड के हो भने समथिङ त्यो पनि आयो। नाउ लेट्स युज सिगरेट फर्स्ट जस्ट इन द गेम। ओके हाम्रो लाइफ बढिसक्यो।
सो फर्स्टमा हामी म्याग्निफाइङ ग्लास युज गरौँ होला होइन, त्यही नै युज गरौँ, अरू त अनि त्यही नै युज गरौँ। अनि पछि हेरौँ भित्रको, किनकि टुटो हो सो रिस्क हुनसक्छ, किनकि एम्टी पनि ओके एम्टी थियो भने मैले हेरेँ। सो यो चाहिँ हामी आफैमा गरौँ अनि अर्को चाहिँ हामी त्यसमा गरौँला, यो हामी आफूमै गरौँ किनकि ब्ल्याङ्क हो। ओके अब आई होप अर्को कि त्यो हो त्यो पनि लगाइदिउँ, ह्यान्डकफ पनि लगाइदिउँ अनि त्यसको टर्नै मिस हुन्छ। ओके अब दुईवटा टर्न हाम्रै हो। ओके लाग्यो गोली एन्ड एउटा टर्न पनि मिस भयो अनि लाइफ पनि गयो। अब हामी अर्को पनि यसलाई नै गरौँ, प्लिज 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 लाइफ सर्टै होस्। ओ नो केही छैन, हामीले एउटा लाइफ त के अरे एउटा मात्रै बाइक छ त्योसँग लाइफ, बट सिगरेट छैन त्योसँग। या त्यसले अब के ए ओके सिद्धो टर्ने। ओके 4 लाइफ एन्ड 4 ब्ल्याङ्क। ओके रिलोड गरेँ यसले। अब सामान प्लिज राम्रो आओस्, प्लिज प्लिज प्लिज। यो ओके ठिकै छ, नट ब्याड। ओके म्याग्निफाइङ ग्लास पहिला फुटाउँ अनि लेट्स सी इनसाइड। ओके इट इज लाइफ सर्ट, लाइभ नै हो, यसलाई नै हानौँ। बट फर्स्ट हामीले सायद ह्यान्डकफ लाउँदाखेरि राम्रो हुन्छ होला। या त्यसलाई लगाइदिउँ। ओके अब त्यो हानौँ। त्योसँग कति लाइफ बाँकी छ अब? ओके जस्ट 1 लाइफ बाँकी छ। ए त्यो पनि गयो, यो राउन्ड पनि हामीले जित्यौँ। एन्ड लास्ट राउन्ड कि 1 लाइफ 2 ब्ल्याङ्क भनेपछि 1 लाइफ 2 ब्ल्याङ्क होइन। ओके सामान के ओके ह्यान्डकफ, पम्पकिन, सिगरेट, फर्स्ट एड अनि पछि त्यो पोल्यारिटी चेन्ज गर्ने बेला। पोल्यारिटी चेन्ज गर्ने बेला भने चाहिँ यसले भित्रको जुन त्यो जस्तो मैले लाइफ सर्ट छ भने त्यसलाई चेन्ज गरिदिन्छ यसले। ओके लेट्स ट्राई दिस। आई होप कि त्यसमा पहिल्यैदेखि ब्ल्याङ्क चाहिँ नभए हुन्थ्यो, फेरि म अनलक्की नै हुन्छु लास्टै। सो लेट्स सी प्लिज प्लिज लाइफ सर्ट नभए हुन्थ्यो। ओके ह्यान्डकफ लगाइदिउँ त्यसलाई, इफ त्यसमा एम्टी रहेछ भने चाहिँ हामीले फेरि गर्नु मिल्यो नि त। ओके लेट्स ओके थ्याङ्क गड मैले आफूमा गरिनँ, नत्र म मर्थेँ। ओके 1 लाइफ गयो त्यसको। सेकेन्ड चाहिँ पनि म त्यस आफैमा गर्छु होला। हास यस्तो डराएँ म, यस्तो मराएपछि सिद्धिन्छ सबै। सिद्धिनु त के सिद्धिनु, एउटा लाइफ जान्थ्यो यसमा नि। आई थिङ्क सो ला होइन अघि नै के 3 लाइफ 2 ब्ल्याङ्क हो क्या, 3 लाइफ 2 ब्ल्याङ्क। अघि नै के 1 लाइफ एन्ड 2 ब्ल्याङ्क भनेर जाँदैन, यसमा चाहिँ 3 लाइफ 2 ब्ल्याङ्क। 3 2 3 2 3 2 3 2। ओके लेट्स कलेक्ट। ओ ठिकै छ, सामानहरू यस्तो नराम्रो छैन। ओके अब कसको टर्न हो यो? हाम्रै हो। म्याग्निफाइङ ग्लासले हेरौँ। ओके त्यो लाइभ हो, यो 3 लाइभ होइन भनेपछि यो म त्यसमै गर्छु। ह्यान्डकफ लगाइदिउँ फर्स्टमा। 3 2 भनेपछि यो पछि पनि आई थिङ्क सो लाइभ नै होला। ओके यो डेलिभर गरिदिउँ। ल भयो, 2 लाइफ बाँकी छ। फेरि हाम्रो टर्न होइन, के यसलाई पनि हानौँ। ओ फाइ थ्याङ्क गड, झन्डै रहेछ, नत्र नभएको भए त यसको फेरि हाम्रो टर्न आउँथ्यो अनि हामीलाई मारिदिन्थ्यो यसले। त्यो 1 बाँकी छ यसको लाइफ, बट त्योसँग सिगरेट छ। कसको? हाम्रो हो फेरि त्यसको। कि त्यसले पनि म्याग्निफाइङ ग्लासले युज गर्यो। ओके एम्टी थियो जस्तो छ। ओके सिगरेट पनि खायो। अब 1 3 एन्ड 2 भनेपछि अर्को लाइफ नै हुनुपर्छ पक्कै पनि।
ममा गर्छ ओ छ्या यसको लक मभन्दा नराम्रो रहेछ जस्तो फर्स्ट गेम अब म यसमै गर्छु किनकि मलाई थाहा छ यसमा छ भनेर राउन्ड सिधै होला माने 3 2 ओ अझै एउटा ब्ल्याङ्क ओ त्यो ब्याक छ होला ब्ल्याङ्क होला ओ 4 लाइभ अनि 4 ओके 4 4 रहेछ यो चाहिँ only the thing is कि हामीले सामान चाहिँ राम्रो पाए हुन्थ्यो सो लेट्स सी पोल्यारिटी कफ अनि पछि यो ड्रिङ्क सिगरेट ओके नट ब्याड यो पोल्यारिटी स्विच गर्ने चाहिँ मलाई त्यस्तो आउँदैन कि यसलाई कस्तो मोमेन्टमा युज गर्नुपर्छ नि त त्यसमा म्याग्निफाइङ ग्लासले हेरौँ के छ भित्र हो लाइभ सट लेट्स गो फेरि यसलाई नै ह्यान्ड कफ लाएर अनि ह्यान्ड कफ फस्ने यत्तिकै आई थिङ्क सब हाम्रो टर्न आउँछ होला किनकि हामीले यसलाई मार्यो ओ यस फाइनली गाइज हामीले जित्यौँ हेर्न सक्नुहुन्छ फर्स्ट गेम एन्ड मैले जित्यो अर्को पनि गेम खेलौँ एक्जिट 8966 रुपिज हामीले स्कोर गरिसक्यौँ आइटम युज 18 लाइभ एट लिभर 10 ब्ल्याङ्क एट योर सेल्फ 2 लाइभ इन योर सेल्फ 1 टोटल सर्ट 15 ओके ठिकै छ हामीले फर्स्टमै राम्रो गऱ्यौँ प्रो भइसक्यौँ होला अल राइट गाइज हामी आइसक्यौँ एन्ड 3 लेभल छ अहिले पनि सो 1 लाइभ 1 ब्ल्याङ्क ओके यो त धेरै नै इजी भयो जस्तो 1 लाइभ 1 ब्ल्याङ्क अनि सुरुमा हाम्रो टर्न सामान के आउँछ भनेमा डिपेन्ड गर्छ यो म्याग्निफाइङ यस्तो द मोस्ट इम्पोर्टेन्ट इज म्याग्निफाइङ ग्लास कि म्याग्निफाइङ ग्लास भयो भने चाहिँ हामीले भित्र के छ भने हेर्न सक्छौँ सो यसले के गर्छ युज ड्रिङ्क टु डिस्कार्ड 1 ओके यसले यो काम गर्दैछ लेट्स ट्राई रिमुभ लाइट ए भनेपछि लाइभ गयो त्यो लाइभ सर्ट गयो ओके आफूमै ट्राई गरौँ ओ ए यसले त लाइभ सर्टलाई चाहिँ रिमुभ गर्दछ नट ब्याड 1 लाइभ अनि 2 ब्ल्याङ्क ओके 1 लाइभ 2 ब्ल्याङ्क भनेपछि एउटा मात्रै लाइभ सर्ट निक्ल्यो भने नि दुईवटा ब्ल्याङ्क हामीले थाहा पाइ नै हाल्छौँ ओके ओ यस म्याग्निफाइङ ग्लास आइसक्यो हेर्न सक्नुहुन्छ न फर्स्ट लेट्स युज द्याट ल हेरौँ भित्र के छ ओ लाइभ लेट्स गो मेरो के अरे भाग्य यसमा पनि राम्रो भइरहेछ यसलाई यसमा हानौँ एन्ड अब दुईवटा ब्ल्याङ्क छ जुन हामी आफैमा हान्छौँ इफ हाम्रो टर्न आयो भने यसको 1 छ ओ फुलिस बुझ्दिनु छैन दुईवटा अब थाहा भइहाल्छ नि त्यो त दुईवटा ब्ल्याङ्क हुन्छ भनेर त आफैले पनि त्यो बिक्राम यसको ह्यान्ड कफ चाहिँ गयो के अर्को राउन्ड हो 1 लाइभ 1 ब्ल्याङ्क अगेन फेरि 1 लाइभ र 1 ब्ल्याङ्क के छ अब त हामीले त्यो जुसको पनि के हो काम भन्ने कुरा थाहा भयो त्यो आएको छ ह्यान्ड कफ पनि आयो बट अहिले चाहिँ म के गर्छु भन्दाखेरि एकपल्ट म यसलाई डाइरेक्ट त्यसलाई नै मारेर हेर्छु प्लिज लाइभ ओके हाम्रो लाइभ सर्ट नै गयो गाइस लकिली ओके त्यसको एउटा लाइफ चाहिँ त्यो पनि गयो एन्ड दिस इज लेभल 2 ओके 3 लाइफ एन्ड 2 ब्ल्याङ्क ओके 3 लाइफ 2 ब्ल्याङ्क 3 2 3 2 3 2 त्यो बिर्स्यो भने चाहिँ फेरि पछि गाह्रो हुन्छ हामीलाई सामान चाहिँ राम्रो आयो भने थियो अरू त त्यस्तै हो ओके यो छ त्यस्तो गतिलो चाहिँ जस्तो लागेन अहिलेको पालि सामान अगाडिको हेर त म्याग्निफाइङ ग्लास अनि सिगरेट अनि ह्यान्ड कफ सबै छ एकपल्ट यो पम्पकिनलाई युज गरौँ त्यसको सामानको निम्ति जाओस् आई होप सिगरेट जाओस् ओके वाट जे भन्यो त्यही गएर त के हो आई गेस आज मेरो लकी डे हो ओके यो के अरे यो वाला गेम पनि जित्छु क्या मैले यो अर्को ओ ह्यान्ड कफ लगाइदियो
जसको डर थियो त्यही ओ शिट है म मर्छु क्या फेरि 2-2 मा आइपुगिसक्यो अनि त्योसँग अझै सिक्रेट छैन है ओ नो गाइज हामीसँग 1 बाँकी छ हेल्थ अनि टर्न कसको त्यसकै होला होइन हाम्रो यो हेल्थले कि हाम्रो हेल्थ बढोस् जस्तो लाग्यो मलाई हो बढोस् र शिट ले के भयो आर यु सिरियस म कसरी म त फेरि गेम खेल्छु कहाँ म त्यत्तिकै छोड्छु यसलाई कस्तो हो र त्यो फर्स्ट एड बक्सले झन् मेरो त झन् हेल्थ रिकभर चाहिँ गर्छ भन्नु थालेको त के हो यस्तो त्यो छ्या के 4 लाइफ 3 ब्ल्याङ्क 4-3 यसलाई त अब म नजिकन म छोड्दिनँ यसलाई कस्तो के भने केही गरेको थिएन त्यसै अब यसलाई त म ओके सामान पहिलाको यस्तो छ बट अहिले त म आफैलाई नै यस्तो रिस उठेको छ नि यसलाई त झ्याम्का झ्याम गोली हाने 4-3 होइन फर्स्टमा यसलाई युज गरौँ त्यसको ताकि राम्रो सामान हो त्यो ह्यान्ड कफ चाहिँ गयो भने जुन कुराको चाहिँ युज छैन त्यही कुरा जान्छ युज त किन आउने होइन ल एक सर्ट गयो सुरुमै एक सर्ट गएर त्यो एउटा लाइफ गइसक्यो त्यसको सो हामी जित्ने हुने चान्स छ सुरुमै राम्रो भएपछि आई मिन अर्को पनि त्यसलाई नै गरौँ होला लेट्स गो नाइस ल त्यसको सिधै अब लेभल 2 होइन ओके 1-1 ओके लेट्स गो 1-1 हामीले म्याग्निफाइङ ग्लास चाहिँ पाए हुन्थ्यो म्याग्निफाइङ ग्लास प्लिज कस्तो ओके सिगरेट पायौँ नाउ लेफ्ट ओ दिस इज नाइस आइडिया यसलाई ह्यान्डकफ लगाइदिउँ एन्ड हाम्रो अब 2टा सर्ट हामी हुन्छ ओके सुरुमै लाग्यो हाउ नाइस मतलब मैले त्यो ह्यान्डकफ युज नगरेको भए पनि त्यही हुन्थ्यो होला या त्यो हामीलाई युज गरौँ किनकि एम्टी हो ओके 2-1 अब चाहिँ म्याग्निफाइङ ग्लास भेट्यो हुन्थ्यो नि भने भेट्यो भन्दा नि पाए हुन्थ्यो नि भेट्न त कहाँ खोज्दा जाने र ओके पायौँ नाउ लेट्स युज द्याट के छ ओके एम्टी नाइस 2-1 भनेपछि यो एम्टी हामी आफैलाई गरौँ अनि पछि 2टा सर्ट त्यसलाई हुन्छ हाम्रो चाहिँ के हुन्छ नि आफैलाई गऱ्यो भने चाहिँ हाम्रो त्यो काउन्ट हुँदैन कि फेरि हाम्रै टर्न आउँछ ओके हाम्रै टर्न राइट ल ह्यान्डकफ लगाइदिउँ अनि पछि ड्याम यसले मलाई कस्तो त्यो फसाएर मारेको कि फसाएर मर्दिन्छु नत्र भयो के अर्को पनि यसलाई नै किनकि 2-1 होइन ओके लेट्स गो सिधै यसको टर्न अब लेभल 3 हुन्छ लास्ट लेभल 2-2 ओके नट ब्याड 2-2 हामीले के आइटम पाउँछौँ भने भर ओके सिगरेट पाछौँ अनि ह्यान्डकफ पाछौँ अनि यो ड्रिङ्क पाछौँ त्योसँग फेरि म्याग्निफाइङ ग्लास छ बट मैले हार्नै हुँदैन यो गेममा त फर्स्टमा आई थिङ्क सो पम्किन युज गर्नु राइट या होइन त्यो म्याग्निफाइङ ग्लास गयो भने प्लिज भने अरू के गयो ड्रिङ्क गयो कि समथिङ के पो गएको नि मैले देखिनँ ह्यान्डकफ होला कि एनिवेज हामी अब त्यसलाई ह्यान्डकफ लाउने के गर्दा ओके ह्यान्डकफै लगाइदिउँ ओके अब 2टा टर्न हाम्रो हुन्छ 2टा हान्दिउँ यसलाई शिट माई ब्याड मैले आफ्ना त के गर्नु मलाई कस्तो थाहा हुन्छ ओके यो चाहिँ लाइभ आएको थियो के यसको एउटा लाइभ घट्यो अब यसले के त्योसँग सिगरेट छ म्याग्निफाइङ ग्लास पनि छ
Shit. No, 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 no. यो गेम मैले हार्दै हार्नुहुन्न जसरी भए पनि. हो मसँग सिक्रेट छ खाइहालौँ. नट इन रियल फेरि. ओके लाइफ फेरि बढ्यो. नाउ यो फर्स्ट एड त म युज गर्दिनँ होइन कहिले पनि. यो ड्रिङ्क चाहिँ के होस् बेकार फेरि के उल्टो पुल्टो गरिदिनु छैन. के गर्दा हुन्छ भने हो त्यसलाई नै हान्दिउँ. के सेट कस्तो भने किन के भने किन कस्तो अनलकी छु. ओके अर्को राउन्ड सुरु भयो एन्ड 1-1. ओके 1-1-1-1 नट ब्याड. के छ ओके फर्स्टमा एज युजुअल पम्पकिनलाई होइन पम्पकिन अनि कफलाई फर्स्टमा लगाइदिउँ त्यसलाई अनि पछि पम्पकिनलाई युज गरौँ. के ब्लास्ट हुन्छ. ओके म्याग्निफाइङ ग्लास नै हो त्यही हो म्याग्निफाइङ ग्लास नै गयो. नाइस फर मी. सेट कस्तो भएको भने कि फेरि लास्ट मोमेन्टमा म कस्तो अनलकी भएको. यो ओके यो लाइफ सर्ट थियो बट त्योसँग सिक्रेट छ कि त्यही भएर म डराएको खासमा भन्नुपर्दा. के अर्को राउन्ड हो ए नाइस 2-1. ओके 2-1 यो हाम्रो लास्ट सर्ट होस्. त्यसलाई नै जाओस् दुइटै. मलाई त एउटा पनि नआओस्. मलाई ब्ल्याङ्क मात्र आउँछ ब्ल्याङ्क. ओके ओ म्याग्निफाई. ओके ल अब त मलाई जित्नबाट कोही पनि रोक्न सक्दैन ल. नट ओभर कन्फिडेन्स बट कन्फिडेन्ट. अब त इजी छ. के छ ओके लाइभ यसलाई ह्यान्डकफ लगाइदिइहालौँ होइन फर्स्टमा आनौँ. ध्यान ल हाम्रो टर्न आउँछ कि न फेरि के 1 ओ हाम्रो टर्न आउँदैन. सेट मैले ह्यान्डकफ लगाइदिनु पर्ने रहेछ मलाई थाहा भएन. बट भन्नुपर्दा मलाई यस्तो डर चाहिँ लागेको छैन किनकि त्योसँग जब एउटा सिक्रेट छ अनि एउटा हेल्थ मात्रै बढाउँछ अनि मसँग कति लाइफ छ 1 2 3 4 5 आई थिङ्क. ओ बट नो वरिज 4-3 होइन 4-1 हो कि कति हो मैले देखिनँ राम्रोसित. ओ मैले राम्रोसित देखिनँ किन हो नि. ए भगवान् लास्ट मोमेन्टमा आएर चाहिँ नहारेस्. कस्तो झन् यत्रो कन्फिडेन्ट भने फेरि अहिले आएर हाऱ्यो भने मेरो बेइज्जतै हुन्छ बेइज्जत. के फर्स्टमा यसलाई युज गरौँ ताकि त्यसको सामान कुन डिस्ट्रोय भयो. के त्यो पोल्यारिटी चेन्ज गर्नुवाला गयो जस्तो लाग्यो. के छ र त्यो त अनि युजफुल त छ बट अहिले त के युजफुल हुन्थ्यो र. ए ह्यान्डकफ लगाइदिउँ त्यसलाई पछि प्लिज दुइटै लाग्योस्. ओके 1 अब लास्ट एउटा बाँकी छ प्लिज. ए भगवान् प्लिज यो सर्ट पनि लागोस् प्लिज. आई रिक्वेस्ट प्लिज भएन. लेट्स गो हाम्रो फाइनली भयो हेर्न सक्नुहुन्छ भिक्ट्री. र हाम्रो टोटल स्कोर इज 1,67,256. ओ माई गॉड आई क्यानट बिलिभ है. यस्तो जे भन्यो त्यो गरेर देखाएँ. एन्ड this is it for today guys. If you like this video don't forget to like, share and subscribe, and till then thanks for watching.